गरिबलाई रुवाएर कुनै पनि शासकलाई खलिफा भएको छैन संसारमा है। गरिबलाई रुवाएर के तपाईको चाहिँ बहादुरी हो? त्यो सरकारले सक्छ भने सिमानामा गएर गरोस् न। 2000 जना तपाईको चाहिँ हैन प्रहरी पठाएर देखाउँछ त्यहाँ। त्यो सुकुम्बासी बस्तीमा चाहिँ तपाईको त्यो आइमाई केटाकेटी हैन, सरी आइमाई भन्दा नरिसाउनु होला, महिला हैन, महिला केटाकेटीहरूलाई तर्साएर बुट देखाएर लट्ठी देखाएर कुन चाहिँ बहादुरी गरे अब? सक्छ भने मैले अस्ति भनिसकेको छु, सदनबाट पनि भनेको छु। महाकाली सीमा नदीमा भारतले उतापट्टि तपाईको तटबन्धन गरिरहेछ। त्यो उसले गरेको तटबन्धन हालेको ब्रेकरले हाम्रोपट्टि चाहिँ महाकाली बगेर भूक्षय भइराखेको छ। त्यही भूक्षयले गर्दाखेरि तपाईको बाटो बनेको छैन। त्यहाँतिर चाहिँ यसो नचियाउने, त्यहाँ चियाउने डराउने, अनि यहाँनिर चाहिँ घडाप 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 घडाप। कसले किनिदिएको बन्दुक हो त्यो? कसले किनिदिएको लट्ठी हो त्यो? कसले किनिदिएको बुट हो त्यो? जनताको करबाट किनेको होइन। यो कुरा बिर्सिनु हुँदैन।